नमस्कार, म सुदन कुमार ओली नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा निर्वाचनमा रोल्पा जिल्ला क्षेत्र नम्बर 1 को उम्मेदवार। आसन्न प्रतिनिधि सभाको निर्वाचनमा मलाई रोल्पावासी सबै दाजुभाइ दिदीबहिनी तथा आमाबुवाहरूले मतदान गरी निर्वाचित गर्नुहुनेछ भन्ने पूर्ण विश्वास लिएको छु। विगत लामो समयदेखि रोल्पाले एकै प्रकारको प्रतिनिधिहरूलाई हाम्रो आवाज संघीय संसदमा उठाउनको लागि पठाउनु भयो। त्यसको मूल्याङ्कन गर्दै अबको परिवर्तित अवस्था, रोल्पाली जनताको समृद्धिको आकांक्षा र विश्व परिवेशसँग मिल्ने गरी हाम्रो आवाज उठाउनको लागि म एक ऊर्जाशील युवा र अर्थशास्त्रीको रूपमा तपाईहरूको माझमा आएको छु। मेरो अनुभव, मेरो शैक्षिक योग्यता, मेरो विज्ञता र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवबाट रोल्पाको समृद्धि र विकासका लागि एक उपयुक्त र सक्षम उम्मेदवार हुँ। स्थानीय अर्थतन्त्रको प्रवर्धन, नयाँ आर्थिक क्षेत्रहरूको विस्तार, गुणस्तरीय पूर्वाधार र बजारको अन्तर्आबद्धतासँग एकीकृत गर्ने, निजी क्षेत्रको प्रोत्साहन र सबै क्षेत्रमा प्रविधिलाई एकीकृत गरी समग्र रोल्पाको विकास र समृद्धिका लागि म सधैँ प्रतिबद्ध हुनेछु। त्यसैले यहाँहरू सबैको भोट आगामी निर्वाचनमा परम्परागत होइन, नयाँ जोश, ऊर्जा, सक्षम उम्मेदवारलाई दिनुहुन म हार्दिक अपिल गर्दछु। त्यसको लागि यहाँहरूको माझमा म आएको छु। जय नेपाल।